सेवा नमस्ते वेलकम बैक टू माई यूट्यूब च्यानल। अनि आज नयाँ भिडियोको साथ फेरि म आइसकेको छु। आज चाहिँ के स्पेशल रहेको छ भने हजुरले मेरो चाहिँ यो लुगा देखेर नै थाहा पाउनु भइसक्नुभयो होला। अनि आज चाहिँ मैले राई कल्चर ड्रेस लगाएर रेडी भइसकेको छु। अनि आज चाहिँ म कहाँ जान रेडी हुँदैछु भन्ने चाहिँ तपाईहरुले फुल भिडियो हेरेर थाहा पाउनु नै छ। अनि फुल भिडियो हेर्न चाहिँ नभुल्नु होला। अनि फुल भिडियो हेरेर लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सिनु है। अनि आज चाहिँ अब राईको प्योर राईको बुहारी अनि राईको वाइफ भएर अनि राईको कल्चरलाई फलो गर्दै अनि म चाहिँ जाँदैछु साकेला मेला। अनि हाम्रो गाउँ नजिकै साकेला मेला छ आज चाहिँ, त्यही भएर म चाहिँ आन्टीहरूसँग साकेला मेला जाँदैछु। अनि साकेला मेला चाहिँ कस्तो हुन्छ भन्ने चाहिँ हजुरहरूले फुल भिडियो हेर्नु होला है त। अनि जाम हामीसँगै साकेला मेला भन्दै म चाहिँ तपाईहरुलाई भिडियो देखाउने छु मेलामा के हुन्छ र कस्तो हुन्छ अनि साकेला नाच चाहिँ कस्तो हुन्छ भन्ने चाहिँ हजुरहरूलाई म फुल भिडियो देखाउने छु। अनि अब राई कल्चरलाई चाहिँ फलो गर्नै पर्यो, त्यही भएर अनि मैले चाहिँ आज प्योर राईको बुहारी भएर राईको कल्चर ड्रेस लगाएर रेडी भएको छु। अनि मेरो राई ड्रेस चाहिँ यस्तो रहेको छ। नाकमा यो लगाएको छु अनि कानमा यो पनि लगाएको छु। अनि यस्तो छ मेरो ड्रेस। अनि हजुरहरूले चाहिँ मेरो ड्रेस कस्तो लाग्यो भन्न नभुल्नु। आजको मेरो ड्रेस चाहिँ यस्तो छ साथीहरू। हामी रेडी भएर जाँदैछौँ साकेला कारे मेलामा। साकेला नाच्न त आउँदैन, तै पनि हाम्रो ग्याङहरू चाहिँ यता छ। आन्टी यहाँ हुनुहुन्छ, थुप्रै छ। हामी ग्याङै छौँ। खुसी हुन्छ हो यो हामी त्यसरी नाच गरेर जाँदैछौँ मेलामा। प्याक भएर कहाँ जान आँटेको रे आन्टी अहिले? हामी मेला आइतबारे मेला हो। आइतबारे मेला जाँदैछौँ। चण्डी यो चाहिँ रातमा जाँदैछौँ हामी। आज रमाइलो गरेर आउने हो। हाम्रो त साइकलले टप हो त बेकार भयो अङ्कल। फाइनली हामी चाहिँ यहाँ साकेला मेलामा आइपुगिसक्यौँ। यही हो मेला। यो चाहिँ कुन ठाउँको भन्नु? आइतबारे आइतबारे मेलातिर आउनुहोस् न। मेलामा चाहिँ के छ हेरौँ। देख्न सक्नुहुन्छ तपाईँहरू मेला। जिल्ला अध्यक्ष सीताराम राज्यलाई पनि आफ्नो अतिथिको आसनमा गरेरमा हार्दिक अनुरोध गर्दछु। म अतिथि आसनलाई जोड्न चाहन्छु। जिल्ला अध्यक्ष आफ्नो अतिथिको आसनमा गरेरमा हार्दिक अनुरोध गर्दछु। अगाडि बढाउन चाहन्छु। उपस्थित हामी चाहिँ अब टिका राख्न जाँदैछौँ भनेर। धन्यवाद। हाम्रो परम जिल्लाको सचिवलाई राईको कल्चरमा त्यसरी टिका लाउनु पर्ने छ साथीहरू। हेर्न सक्नुहुन्छ मेला चाहिँ यस्तो छ। अगाडिदेखि साकेला हाम्रो पर्वलाई मनाउँदै समापनका कार्यक्रममा आलोचना गर्नुहुने सभाध्यक्ष केदार चामलिङज्यू र यसै गरी हाम्रो प्रमुख अतिथि आदरणीय दाजु सम्मानित हाम्रो किराँत राई आयोगका केन्द्रीय वरिष्ठ उपाध्यक्ष याम्फोज्यू र यसै गरी
के पाइन्छ यहाँनिर यस्तोहरू पनि पाउँदो रहेछ हेर्न सक्नुहुन्छ साथीहरू बच्चाहरूको लागि खेल्ने कुराहरू मेरो छोरालाई पनि चाहियो भन्दैछ हेरौँ अब के के पाइन्छ साथीहरू अब हामी ड्रेस गर्नतिर लाग्दैछौँ गर्मी भएको छ त्यस्तै अनि यो यहाँनिर आएर चाहिँ हामी चिसो खान बसेको छौँ चिसोको कार्यक्रम यहाँ म चिसो बाँड्दै आन्टीले चिसो बाँड्दै हुनुहुन्छ साथी हो ए नानी बाबु बोकेर हिँडेपछि गाह्रो छ यहाँ एउटा नानी यता छ एउटा बाबु यता छ यहाँ एकजनाले धुनचक्र गर्दैछ अनि यहाँ क्युटी पाइहाल्नु गर्दैछ हाम्रो ग्याङहरू यस्तै हो उहाँ अर्को नानी छ यहाँनिर हाम्रो ग्याङ चाहिँ यहाँ छौँ हामी बसिरहेको त्यो भएको चिसो एउटा पनि घोप्ट्यो भने अर्को बेहाल हुन्छ नि फेरि गर्मी भयो साथीहरू मेरो हालत यस्तो देख्न सक्नुहुन्छ यस्तो गर्मीले पसिनै पसिना असिना पसिना मेरो गरगानहरू यस्तो भइसकेको छ यस्तो भइरहेछ पसिना असिना पसिना भइरहेछ आन्टी हामीहरू चाहिँ अरू केही नखाए पनि चिसो खाने हो इन्जोय गर्ने हो अरू त खाइँदैन अब यस्तै चिसो मात्रै खाइन्छ सबै घाउ आएर कसैले पसिना त्यति आउँदैन रहेछ मेरो चाहिँ कति साह्रो पसिना आइरहेछ नि त्यो क्रिमले पनि होला कि मोइस्चराइजर भन्दा नि त्यो सनस्क्रिन लगाएको थियो एउटा यस्तो पसिनै पसिना भयो साथीहरू ल हाम्रो चाहिँ यस्तै छ मेलामा आएर बसेर घरतिर जाने अब यता बाई बाई गर्दै हाम्रो मेला यस्तै हो गर्मी भयो क्या अलिकति गर्मी भयो खै कता हो कताबाट जाने हो फाइनली बनाइहाल्यौँ सक्यो आजलाई फाइनली हामी चाहिँ मेला सकेर घर पनि आइसक्यौँ आज चाहिँ मेलामा यस्तो गर्मी भयो कि गर्मी भन्दा नि अब मेलामा भनेपछि त मान्छेहरूको क्राउड त त्यत्तिकै हुन्छ होइन साथीहरू त्यसरी नै अनि हामीले पनि थोरै इन्जोय गऱ्यौँ आजको चाहिँ मेरो फर्स्ट साकेला थियो अनि मैले पनि इन्जोय गरेँ हुन त अब बच्चाहरूसँग हिँड्दा त अलिक गाह्रो नै अप्ठ्यारो नै हुन्छ होइन त्यही भन्दै अनि हजुरहरूलाई चाहिँ मेरो भिडियो कस्तो लाग्यो मन परेमा लाइक कमेन्ट गर्न अनि सेयर गर्न नभुल्नु होला भन्दै मेरो भिडियो चाहिँ यहीँ इन गर्दैछु बाई